आज चले हम साथ हमारा सर्वप्रथम अनि गुरुजनहरू अनि आदरणीय गुरुजनहरू त्यस्तै गरी कल्याण मित्रहरू त्यस्तै गरी अनि अनि आर्य सङ्घहरू त्यस्तै गरी भिक्षु भिक्षुनी साथै अनि यो विश्वमा रहनुहुने सम्पूर्ण अनि दशै दिशा छरेको अनि बौद्ध मार्गीहरू त्यस्तै गरी अनि बोर्डका सबै अनि अनि बौद्ध मार्गीहरूलाई अनि सुस्वास्थ्यको कामना तथा साष्टाङ्ग धन्यवाद टक्राउन चाहन्छु। अनि अस्ति अनि केही दिन जस्तो भयो होइन अनि अस्ति केही दिन अब कुनै अब दिन चाहिँ यसो यो प्रवचनलाई विश्राम राख्नुपर्ने त्यस्तो अवस्था आयो, किनकि मलाई अलिकता बिसन्चो भयो, त्यति मलाई सन्चो भएन। एकदम धेरै भित्रैदेखि बिमार त थिएन, तर पनि एउटा प्रवचन गर्ने क्रममा चाहिँ अनि अनि यो खास हप्तामा 4-5 दिनभन्दा हुँदैन, त्यही पनि त्यसको लागि अब जुन अब बनावटको लागि मिलाउनको लागि धेरै अब समय दिनु परेको हुँदाखेरि त्यसले गर्दाखेरि जिउ अलिकता बिसन्चो र अलिकता कमजोर भएको कारणले गर्दाखेरि मैले अनि विभिन्न अनि बाधाहरू आएको कारणले गर्दाखेरि मैले यसरी प्रवचन दिन सकेन होइन। यसलाई मैले जबरजस्ती अनि अब जबरजस्ती गर्नु भन्दाखेरि पनि एक किसिम के हो त, फेरि त्यस्तो गर्नु नहुने अलिकता जिउलाई धेरै नै अक्सर परेको हुँदाखेरि मैले क्रमैसँग जुन तालिका मिलेको जस्तै मैले प्रवचन दिन सकेन। अनि त्यही कारणले गर्दा मैले कुनै दिन अनि बिमार भएको कारणले गर्दाखेरि बिसन्चो भएको कारणले गर्दाखेरि अनि मैले केही दिन विश्राम राखेको थिएँ। अनि आज चाहिँ अब यो आर्य क्षेमा अब वसन्त शिक्षा 12औं दिन रहेको छ। अनि यो भित्र चाहिँ अब मिग्यो दोर्जेको अब आत्ममुक्ति कथा बताउने क्रममा त्यो भित्र अब के हो त, लेक्चरमा होइन राम्रो कामको अब गुणहरू होइन यो बताइरहेको छु। अब यही अब बताउने क्रममा चाहिँ अब यसको अब यो 20औं अब श्लोक गराएको छ आजको जुन लेक्चरमा भित्र, जुन अब साङ्गे पारिचरक अब साङ्गे पल्डुकद्वारा यसको राम्रो कामको टिप्पणीको रूपरेखा अनुसार उहाँले अब समृद्धि या बोधिचित्तमा अब 2 प्रकारको रहेको छ विषय राख्नु भएको थियो उहाँले। ध्यानमा आफूलाई अरूको लागि आदान प्रदान गर्ने र ध्यान पछिको मार्गको रूपमा अब प्रतिकूल लिने होइन। अब पहिलो छलफल गरिसक्यौँ, अब दोस्रोमा अब छलफल गर्दैछौँ जसमा चाहिँ 10 उपविषयहरू छन्। त्यसमा नै 9सम्म मैले छलफल गरिसकेँ भने अब यसले म 10औं अब विषय अब के हो त कि राग चाहिँ मार्गको रूपमा लिने भने बताउँदै गइरहेको छु। त्यही भन्दा पनि पहिला अब 9औं अब विषयको अब अन्तिम टुङ्गिनु बाँकी थियो, त्यो टुङ्गाउन चाहन्छु। अनि आज चाहिँ अब यो 10औं अब विषय अब नबनु अगाडि यसको विषय नबनु अगाडि अब यो 9औं अब विषयको होइन यो अनि यसको विषय बाँकी भएको त्यसलाई म टुङ्गाउन चाहन्छु। त्यो सकिए पश्चात अनि यो 10औं नम्बरको अब यो राग चाहिँ मार्गमा लिने अनि उपाय विषय चाहिँ म बताउनेछु। अस्ति मैले पूर्व कथित केही दिन अगाडि बताए जस्तो विभिन्न अब रिसहरू चाहिँ होइन, विभिन्न अब क्रोधहरू चाहिँ अब विभिन्न यो प्रतिकूल हो, यो चाहिँ मार्गमा लिने तरिकाहरू बताएको थिएँ होइन। अब जुन अरूले आरोप लगाउँदाखेरि अरूले अब गाली गर्दाखेरि कसरी अब मार्गमा लाने भन्ने तरिका मैले बताइदिएँ अस्ति। आज चाहिँ अब त्यस्तै गरी अब हामीलाई दुःख पर्दाखेरि अनि आज यो चाहिँ के 4 नम्बरमा के थियो, त्यो 9औं विषयको चाहिँ तपाईँले अनादर तँलाई हेर्दा होच्याउँदा कस्तो व्यवहार गर्ने भन्ने विषयमा अब बताउँदैछु। अब त्यस्तै गरी अब आफूले दुःख पऱ्यो भने कसरी अब मार्गमा त्यो लाने भने अब विभिन्न मैले बताइसकेँ। अब त्यो मैले दोहोरेर बताउनु पर्दैन होला त्यसको विषयमा। एउटा के अब यो यसमा एउटा उदाहरणको लागि चाहिँ होइन, अब हामीले कुनै पूर्व गुरुहरू हामीले देख्नु पाएको छैन होइन, दर्शन पाएको छैन होइन, कुनैले अब उहाँको नाम पनि सुनेको छैन, उहाँको प्रवचन हामीले सुन्नु पाएको छैन, उहाँको ग्रन्थहरूलाई पढ्नु पाएको छैन होइन। तर उहाँहरूले अनि के हो त एक किसिमको जुन उहाँको विघ्न बाधामा पर्दाखेरि उहाँहरूलाई सङ्कट पर्दाखेरि होइन
अनि विभिन्न विघ्न बाधा आउँदाखेरि पनि अब के हो त धर्म चाहिँ अब नगर्नु जस्तो उहाँले त्यस्तो समय विघ्न बाधा आएको थियो तर पनि अब एउटा वज्रधारा अब तेङ्गरु मुसेको अब एउटा अब तेङ्गरु मुसे विषय बताउनु पर्दाखेरि उहाँले अब सबैले त दर्शन अब 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 दर्शन गर्नु भएको हो तपाईँले तेङ्गरु मुसेलाई अब विशेष गरी उहाँलाई मधुमेह रोग अब ग्रस्त भयो अब अब भनौँ न संसारमा अब यो मधुमेह रोग अब एकदम अब कोही कोहीले एकदम अब थोरले हुन्छ यो उहाँ चाहिँ कस्तो मधुमेह भएको थियो भन्दाखेरि अब संसारमा अब विभिन्न रोगहरू त्यो मधुमेह चाहिँ के हो त भन्दाखेरि जुन एउटा एक खाले मधुमेह चाहिँ अलिकता घाउ भए पनि त्यो निको हुने एकदम गाह्रो हुने हैन तेङ्गरु मुसेको यसरी अब अम्लामा चोट पर्यो हैन हैन त्यस्तै गरी अब उहाँको अब खुट्टामा अब यो पदमा पनि अब अलिकता नङ काट्ने क्रममा घाउ भएको चोट परेको थियो हैन त्यो घाउ अब यसरी सानो चोटले गर्दाखेरि अब के हो त पछि गएर अब खुट्टा पनि काट्नु पर्यो हैन हैन अब के हो त एक किसिमको आराले काटे जस्तै अब काट्नु पर्यो हैन त्यही कारणले अनि अब त्यो हातमा अब चोट पर्दाखेरि अम्ल पनि काट्नु पर्यो हैन खासमा के हो त अब मन खब हात अम्ल पनि काट्दाखेरि छिन्दाखेरि खुट्टा पनि काट्दाखेरि हैन एकदम मन एकदम गाह्रो एकदम सङ्कटमा एकदम तनावमा पर्ने हो नि हैन अनि हैन एक किसिमको अब जुन अब घाउले गर्दा खुट्टा काट्नुपर्ने सम्भावना भयो हैन हैन त्यो बेला अब गुरुले के गर्नु भयो त्यस्तो आपतमा हैन अनि त्यही कारणले यो अनि जुन पैतालो काट्नु पर्छ मधुमेहले गर्दा खुट्टा काट्नु पर्दाखेरि एउटा के हो त आदान प्रदान गर्ने अनि ध्यानको कुराहरू विषय कुराहरू यसरी उहाँको अनुभवमा उत्रियो भन्ने कुरा पनि छ त्यसो गरी अब दाहिने हातको अब कान्छी अम्ला पनि अब बीचको अब यो साइले अम्ला दाहिने हातको यो अनि यो साइले अम्ला अब अनि यो नभए साइले अम्ला नभएर यो चोर अम्ला यसरी अब काट्नु पर्यो हैन साथै उहाँ अब लेख्नुको लागि अत्यन्त उहाँ चाहना गर्ने हैन उहाँले लेख्नु भएको विभिन्न अब लेखहरू छ हैन एउटा चिठी लगायत विभिन्न अब लिपिहरू छ उहाँले लेख्नु भएको मेरो लागि अब मलाई के चिठी लेख्दाखेरि उहाँ आफैले लेखेर मलाई दिनुहुन्थ्यो उहाँ लेख्नुको लागि अत्यन्तै अब एकदम खुसी मान्नुहुन्थ्यो लेख्नुको लागि पछि त्यो अब मधुमेहको रोगले गर्दाखेरि त्यो अम्ला छिन्यो काट्नु पर्यो अब त्यो काटिसकेपछि अब के भयो त भन्दा उहाँले अब बीचको जेठी अम्ला र बुढी अम्लालाई लेख्नु पर्यो हैन खास लेख्दा एकदम गाह्रो हुन्छ तर पनि यसरी उहाँले गाह्रो अब हुँदा पनि फेरि पनि उहाँले लेखेर दिनुभयो अझ पनि उहाँले लेख्नुहुन्थ्यो अब जुन अब दुसुम खेम्पाको अब जुन अब 900 वर्षको महोत्सवमा अब तेङ्गरु मुसे अब पाल्नु भयो काई मलममा त्यसैले अब दुसुम खेम्पाको अब एउटा गुरु योगा हैन गुरु साधना गर्ने बेलामा उहाँ अब पदार्पण गर्नुभयो हैन हैन त्यो बेला अब के हो त जुन पूजा बन्दन विधि गर्ने बेलामा के हो त अब अलिकति बेग्लै हुन्छ हैन अब बन्दना गर्ने क्रममा के हो त हैन त्यो बन्दना गर्ने क्रममा के हो त भन्दाखेरि हैन उम्जेले के गर्यो उम्जेले कुन बेला अब ढ्याङ्ग्रो बजाउन लगाउँछ कुन बेला यो घन्टी बजाउन लगाउँछ कहिले झ्याम्टा कस्तो तरिकाले सबै उहाँले लेख्नु हुन्थ्यो त्यसको हैन यसरी लेख्नु हुँदाखेरि साँच्चै नै हैन त्यसमाथि उहाँको मधुमेहले उहाँको आँखा पनि लग्यो आँखा छैन हैन अब आदर ठाडो भएको छ भने खुट्टा छैन उहाँको अब के हुँदा अम्ला पनि छिन्यो आँखा पनि छैन एउटा आँखा छैन एकदम पीर लाग्दो कुरा हो नि हैन तर पनि के हो त उहाँले धर्ममा एकदम भित्रदेखि एउटा आनन्द धर्ममा भित्रैदेखि एउटा उत्सुकता भएको हुँदाखेरि हैन यसरी धर्ममा भिजाउनु भयो हैन अब हामी
अब हामी जस्तो एउटा सामान्य मान्छे हो भने हैन घरभित्रै बसेर अनि बाहिर जानु मन नगर्ने हैन लाज लाग्ने केही गर्नु नसक्ने हरेस खाने हुन्छन् तर के हो त अनि जुन तेङ्ग्रोमसी गुरु चाहिँ तपाईको अनि एउटा पूजा गर्ने क्रममा टाढो जानु नसके पनि घरमा बसेर गुम्बामै बसेर किसिमको हैन गुम्बामा वरिपरि के हो त किसिमको अनि गुदुर लगायत विभिन्न पूजामा हुने यसरी समावेश हुनु भएर पाल्नु भएर वा हैन अनि त्यस्तो हुने अवस्थामा रोगले ग्रस्त भएको बेला म भोटमा मेरो चेलाहरु छ म भोटमा जान्छु भन्ने यसरी उहाँले एउटा साहस दृढता भित्रैदेखि यसरी उहाँले ल्याउनु हुन्थ्यो भित्रैबाट यसरी जग्नु हुन्थ्यो भित्रको सत्य दियो एउटा धर्ममा आस्थाको एउटा ज्ञान यसरी जगाउनु हुन्थ्यो उहाँले हैन त्यही कारणले गर्दाखेरि अनि आजभोलि त गर्नु सक्दैन यो त पहिला गुरुहरुले मात्रै यो दुःख कष्ट अहिलेको सक्दैन भनेको होइन हालै केही वर्ष मात्रै भएको छ हैन त्यही कारणले अहिले केही समय वर्ष मात्रै बित्नु भएको उहाँको हैन अब जीवन कलामा उहाँले अब भनौं न ज्ञान लिने तरिकाहरू धर्ममा यसरी उहाँले दिन प्रतिदिन यसरी लागि पर्नु भएको उहाँको इतिहास मुक्तिका कहानीमा हेर्यो भने हामीले पनि के हो त एउटा खुसी मान्नुपर्ने यसरी अब यसरी हामीले दिन प्रतिदिन एउटा साहस गर्नुपर्ने धर्ममा किसिमको धर्म गर्नुमा लागि किसिम के हो त हामीले प्रेरणा आफूलाई उत्तेजना दिनुपर्ने यसरी देखाउँदछ यो पाठले अब पहिला यो नवौं विषयको अन्तिमको टुङ्गिनु पर्दाखेरि 4 अंकमा के छ भन्दाखेरि तपाईलाई अनादर र तल अब तपाईले होच्याएर हेरे भने त्यसमा कस्तो व्यवहार गर्ने भन्दाखेरि हैन अब भनौं न अब सामान्यमा तपाईले के हो त एक किसिमको अब जुन तपाईले अनादर गरिएको र तल होच्याएको महसुस गर्न हैन गर्छ तर त्यो मानिसले आफूले अपमानित भएको स्वीकार गर्न मन पराउँदैनन् हैन तैपनि त्यस्तो अवस्थाहरु धेरै हुन्छ हैन मलाई अरूले होच्यायो मलाई किसिमको अब अनादर गर्यो हैन हेप्यो भने हैन स्वीकार गर्न मन पराउँदैन हैन यो चाहिँ के हो त हाम्रो समाजमा दिन प्रतिदिन दोहोरिरहेको हुन्छ हैन उदासी हुने पीडा हुने एक किसिमको मन नपराउने कुरा काट्ने हैन एक किसिम के हो त एक किसिमको तनाव दिने त्यस्तो हुन्छ नि मान्छेले होच्याउँदाखेरि हैन के हुन्छ उदासी बेखुसी पीडा हानि हैन एक किसिमको तनाव हुन्छ नि हैन क्रोध अर्का धेरै भावनाहरू हामीमा हेराइ गरिएको विचारबाट आउँछ अरूले हेपाइ गरेको कुराबाट देखिन्छ हैन उदाहरणको लागि अब हाम्रो जीवनमा हामी सोच्न सक्छौं कि हाम्रो आमा बुबुले हाम्रो मलाई बाहेक अन्य दाजुभाइले चाहिँ राम्रो गर्छ तर मलाई चाहिँ राम्रो व्यवहार गर्दैन भन्न हामी बखुसी हुने आफ्नै दाजुभाइ भित्र पनि हैन बन्धु आफ्नो बन्धुहरु भित्र पनि अब हामीलाई के लाग्छ भनेर कहिलेकाहीँ हैन मलाई भन्दा उहाँलाई राम्रो गर्दै मेरो दाजुले राम्रो गर्नु हुँदै रहेछ मलाई त अलिकति राम्रो हाँसी मुहार पनि देखाउनु जहिले पनि गाली गर्छ भने एकछिन हेपेको तला होचेको जस्तो महसुस हुन्छ हैन धेरै हुन्छ त्यस्तै किसिमको अनि मालिकले हैन अरूलाई चाहिँ सहकर्मीहरुले चाहिँ बढी ध्यान दिने मलाई चासो नगर्ने हैन त्यस्तो धेरै हुन्छ हैन यो के हो त भन्दाखेरि अब हामीलाई धेरै किसिमको अब मनमा दुःखहरू एक किसिम पीडाहरू हुन्छ हैन अब जस्तो कि अब गुरु चिलाको कुरा गर्दाखेरि धर्म अभ्यास गर्दा हामीले सोच्छौं कि गुरुले अन्य विद्यार्थीले राम्रो व्यवहार गर्नुहुन्छ तर तिनीहरूलाई राम्रो अझ महत्त्वपूर्ण ठान्नुहुन्छ तर मलाई त गर्दै गर्दैन यसै मनमा बेखुसी आउने हैन विभिन्न अब त्यसरी गरेको हुन्छ जे भए तापनि अब हाम्रो जीवनमा चाहिँ जीवनको श्रृंखलाहरुमा जीवनको पाटोहरुमा हैन मलाई उनीहरूले चासो गरेन मलाई उनीहरूले मानेन मलाई सम्मान गरेन भने त्यसरी अब हैन जे गरे पनि मलाई हेर्दैन सम्मानै गर्दैन भने यसरी सोचहरु आउँछ हैन यो कारणले गर्दाखेरि अनि जस्तो ठाउँमा गए पनि बेखुसी हुने वास्तव त्यो सोचले गर्दा अनि वास्तविकता के देखाउँछ भन्दाखेरि हैन हैन अब एक किसिमको अब सबै मान्छे के हो त भन्दाखेरि मलाई सबैले प्रशंसा खोज्छ हैन मलाई माया गरे मलाई एक किसिमको पद दिए हैन प्रसिद्ध र प्रख्यात हुन चाहन्छ ध्यान केन्द्रित हुन चाहन्छ र प्रशंसा गर्न चाहन्छ हैन त्यही कारणले गर्दाखेरि अनि
त्यो देखाउनको लागि त्यो मान्छेहरू दिन प्रतिदिन होइन अब नाम कमाउनको लागि कसैको लागि अब सम्मान मान्यता अब भनौँ न एक किसिमको मान सम्मान पाउनुको लागि दिन प्रतिदिन यसरी खट्छ होइन होइन अनि प्रसिद्ध आफूलाई प्रसिद्ध चाहिने होइन एक किसिमको आफूलाई अब प्रशंसा गरोस् होइन उसले अब तारिफ गरोस् यसरी अब आशा राखेर हिँड्ने मान्छे धेरै हुन्छ यो आशा राख्नुको लागि यसरी आशा गर्नु उसले मलाई तारिफ गर्छ कि भने यसो विचाराउनु कारण के हो त भन्दाखेरि होइन म चाहिँ एउटा प्रसिद्ध होस् होइन म एउटा सबैले एउटा सम्मान दिने ठाउँ होस् भने यस्तो त्यसमा आसक्त भएको कारणले यसरी अब उब्जिएको अब विभिन्न विचारहरू होइन होइन म एउटा विशेषता हुँ योभन्दा म छुट्टै एउटा प्रकारको मान्छे हुँ भनेर यसरी अब होइन अब के हो त भन्दाखेरि अब आफूलाई अब धेरै अब ध्यान दिने आफूले अब धेरै अब समय दिने होइन त्यसरी अब पनि बुझ्दछौँ होइन उदाहरणको लागि अब एउटा विचार होइन अब यो विचारभित्र विभिन्न अब ग्रुप अब समूह अब समूह ग्रुप अब भनौँ न एक किसिमको साथीहरूको समूहहरू हुन्छ त्योभित्र कुराकानी गर्ने होइन अनि अब चलचित्रहरू पठाउने आफ्नो होइन खिचेर त्यसो गरी अब विभिन्न अब फेसबुक सञ्जालभित्र जुनसुकै तस्बिरहरू भिडियोहरू पोस्टहरू राख्नुहुन्छ होइन जे पठाए त भने के हो त भने विशेष गरी चाहिँ के हो त होइन विभिन्न मान्छेहरूलाई तपाईँको फोटोहरू पोस्ट गर्नुलाई किन त भन्दाखेरि होइन अनि तपाईँप्रति अनि अरूले चाहिँ बढी अनि ध्यान दिनुको लागि अरूले चासो राख्नुको लागि अरूले केही किसिमको अब अरूबाट मान खोज्नुको लागि तपाईँले यसरी अब एउटा प्रशंसा एउटा प्रतिक्रिया खोज्नको लागि तपाईँले यसरी गर्नुहुँदछ होइन यो अवस्था अब भन्ने विचार पुष्टि अब भने अनि पुष्टि अब गर्छ यसले प्रत्यक्ष रूपमा आफूले एउटा अरूले ध्यान जागोस् भन्नुको लागि यसरी अब गर्नु खोजेको मुख्य अब यो कुरालाई बताउँछ होइन खास हो भने अब होइन अरूले अब हेपे पनि अरूले अब उसको लागि अब पोल कोट्याए पनि होइन जे गरे पनि होइन अब भनौँ न आफूले सोचे जस्तो कहिलेकाहीँ हुँदैन कहिलेकाहीँ मानिसहरूले अरूले उनीहरूको प्रशंसा गर्ने आशा गर्दैनन् तर मानिसहरूले उनीहरूको अपमान गर्ने तिनीहरूको गल्ती औलाउने उनीहरूको आलोचना गर्ने ठिक छैन भने यसरी सोच्छन् उनीहरूलाई के चाहिने विचार हो अब होइन एक किसिमको के हो त अब कुनै बेला चाहिँ के हो त भन्दा आफूले एकदम नराम्रो आलोचना आउँदाखेरि ओ ठिक छ त्यसो मलाई चिन्ने मान्छे त आयो होइन ठिकै छ अब मलाई एक किसिमको यो मान्छेले अब विभिन्न ठाउँमा त मेरो नाम त पुग्यो भन्ने त्यस्तो सोच्ने मान्छेहरू पनि छ होइन यस्तो हिसाबले हेर्ने भने त्यो पनि ठिकै हो एक किसिमको होइन अब जुन अब विभिन्न कुरा रहेको छ होइन आज एउटा साँच्ची एउटा सत्य अब घटना कथा म बताउँदैछु मैले केही दिन अगाडि बसेको थियो यो चाहिँ अब बनावट कथा रहेको छ पहिला चाहिँ आज चाहिँ म सत्य अब कथा बताउँदैछु अनि एक समयमा अनि एउटा मान्छे चाहिँ एउटा हात्ती होइन हात्ती अब देखाउनको लागि प्रदर्शन गर्नको लागि हात्तीको तमासा बनाउनको लागि अब उसले तमासा देखाउनको लागि अब उसले अब भनौँ के किसिमको होइन अरूको लागि अब मै हुँ भने एउटा देखाउनको लागि होइन देखाउन त्यसो गरे खास हो नि अब फेरि त्यो मान्छेले अब गाई गोरु लगेर गए त्यति अब मान्छेलाई मै हुँ भने देखाउनु सक्दैन मिल्दैन त्यसमाथि उसले के हात्ती लगाएर गएछ किनकि हात्ती सबसे ठुलो हुन्छ देख्दाखेरि अब मान्छेहरू अब होइन कस्तो हुन्छ होइन अलिकति मान्छेहरूलाई अब उत्तेजना दिनु पर्ने हुन्छ होइन जुन अब साङ्लीले बाँधेर होइन यता डोराउने उता डोराउने गरे उसले जुन त्यो मान्छेले हात्ती डोराउने ठाउँमा एउटा टोलमा चाहिँ बस्तीमा चाहिँ अब सधैँ अब त्यहाँ चाहिँ हात्ती नदेख्थ्यो होइन कसैले त्यहाँ अब कसैले अब त्यहाँ अब देखेको थिएन हात्तीलाई होइन होइन त्यसैले धेरै मानिसहरू अब तमासा हेर्न उत्सुक थियो त्यो हात्ती डोराउँदा देख्दाखेरि मान्छेको ठुलो भेला भएको थियो अनि हात्ती पछि एउटा अचानक एउटा हापा भन्ने एउटा कुकुरको जात होइन एउटा त्यस्तो कुकुर अचानक निस्कियो त्यहाँ हापा भन्ने एउटा कुकुरको जात हो होइन यो चाहिँ लासा भन्ने ठाउँमा चाहिँ अब
कुकुर हापा भन्ने चाहिँ धेरै पाइन्छ। अब अचानक त्यो अनि हात्ती बाटोमा चाहिँ कुकुर अचानक त्यहाँ देखा पर्यो। अब कुकुर चाहिँ अब त्यो हात्ती देख्ने बित्तिकै के हो त त्यो हात्तीमाथि झम्टेर होइन अनि भुक्ने हाउ हाउ भने भुक्ने होइन त्यसैको किसिम के हो त अनि चिच्याउने अनि एक किसिम के हो त उसले नङ्ग्र्याउने लगायतका विभिन्न दारा गेट्ने लगायत विभिन्न गरे। अनि अनि कुकुर चाहिँ अब कहिले कुकुर खुट्टामुनि पस्ने कहिले यता माथि माथि झम्टेला जस्तो गर्ने होइन कहिले टोक्ला जस्तो गर्ने त्यसरी गरे होइन। त्यस्तो कुकुरले त्यस्तो अब अब दर्शक देखाइसकेपछि त्यस्तो देखाइसकेपछि दर्शकहरूलाई अनि अनि एउटा कपाल लामो कुकुरले अनि एउटा लामो कपाल कुकुर अनि फेरि त्यहाँ आयो अर्को कुकुर अनि एक आवाज कुरा भयो अरे कुकुरको। अब त्यो लामो कपाल भएको कुकुरले के भनेको थियो अघि हाप्पा कुकुरलाई ए लाज मन होइन होइन लाज मन हात्तीलाई कसरी तल झर्न सकिन्छ त होइन। तिम्रो भुक्दा भुक्दा तिम्रो स्वर पनि सुकेछ होइन। तिमीले अब के भन्छ किसिमको हात्तीलाई तल झर्नै सक्दैन भुक्दा भुक्दा तिम्रो अब के हो त तिमी मात्रै थाक्ने हो होइन। जति भुक्यो भने हात्तीले तिमीलाई हेर्ने होइन होइन। तिमी जति उफ्रे पनि जति उफ्रे टाप्रे जे गरे पनि होइन लाजै मर्दो कुरो यो त तिमी नै लज्जत हुने कुरो होइन। तिमी एउटा लाटा भएको तिमी थाहा छैन भनेर लामो कपाल भएको कुकुर चाहिँ हा हाँसेछ त्यो हापा कुकुरलाई। अब हेर न हा मैले चाहेको कुरा पाएँ होइन होइन। अब यसरी अब कुकुरले भन्दाखेरि होइन म एउटा बलवान कुकुर हुँ होइन मैले लडाइँ बिना पनि म सबैभन्दा साहसी कुकुर बनेको छु होइन होइन। मलाई चाहिँ एक किसिमको अब त्यो अब एक किसिमको त्यो हापा कुकुरले के भनेछ भन्दाखेरि अनि हापाले भने ओ हेर तिमी त त्यो लामो कपाल भएको कुकुरलाई भने भोलि एक दिन हेर मैले हात्तीसँग लडे भने किसिमको लडाइँ बिना पनि मलाई साहसी कुकुर बनेको छु। मलाई भोलि सबैले राम्रो बनाउनै छ। त्यो एक किसिमको एकदम मान्छेको ठाउँमा हेर्दा हात्तीलाई पनि एक किसिमको डराउनु छ त्यस्तो कुकुर रहेछ भने मलाई अरू कुकुर मेरो साथीहरूले मलाई भनेछ भने हापाले यसरी भनेछ होइन। त्यही कारणले गर्दाखेरि होइन अरूले तपाईँले अब जे गर्दा पनि यसले के बताउँछ भन्दाखेरि अब लज्जित हुनु होइन कि होइन। अब आफू लज्जित हुँदा पनि अब कुनै किसिम के हो त अब एक किसिमको लाज मान्ने लाज नमान्ने होइन पछि नअड्ने त्यस्तो पनि हुन्छ। त्यही कारणले गर्दाखेरि हामीले अनि हामी खुसी हुनुको लागि चाहिँ के हो त भन्दाखेरि होइन अरूले चासो देला कि नदेला अरूले महत्त्वपूर्ण ठाउँ दिने कि नदिने देला कि नदेला भनेर यसरी होइन अरूले के राम्रो भन्छ कि भनेर अनि त्यसरी अब अहिले समाजमा रहिरहेको छ नि त होइन। यसरी अरूकै भरमा पछि अब लागेर जिउनु कारण केमा पुगेछ त भन्दाखेरि अब दैनिक अब हाम्रो जीवनमा चाहिँ अब के हो त होइन अब म चाहिँ अरूभन्दा विशेष त मलाई चाहियो मेरो अब यो जीवनमा अरूभन्दा म अलिकता माथिल्लो तहमा उभिनु पर्यो भने एउटा नामको लागि होइन एउटा प्रत्यक्ष रूपमा तपाईँको नामलाई देखाउनुको लागि होइन त्यस्तोको लागि अब सोचले यसरी विभिन्न अब विचार गर्छन् यसरी प्रसिद्ध ख्यातिहरू खोज्छन् होइन। त्यही कारणले गर्दाखेरि अनि त्यो मान्छेको जमातमा होइन अरूभन्दा पनि अब होइन अनि अरूभन्दा पनि आफूले विशेषता दिनुको लागि होइन अरूभन्दा विशेषता के नामको लागि कामको लागि दामको लागि विभिन्न यसरी अनि अनि एक किसिमको देखाउनलाई किन भन्दा किन यसो गर्दैछ भन्दा आफूलाई विश्वास नभएको कारण एउटा होइन आफूलाई अब के हो त एउटा साहस दृढ बल नभएकोले अब अरूको लागि अरूले केही गर्दैला भने त्यसरी पछिको लागि अब हिँडेको होइन होइन। अब यसमा चाहिँ के छ त भन्दाखेरि अब आफूले विश्वास नहुनेमा दुई प्रकारको रहेको छ होइन।
हैन एक किसिम के हो त भन्दाखेरि त्यसमा चाहिँ अब अरूलाई देखाउनुको लागि हैन कुनैको एउटा बोक्रे रूपमा देखाउनुको लागि अब आफूलाई विश्वास हुँदैन अर्को चाहिँ के हो त भन्दाखेरि आफूले सोचेको जस्तो जीवनमा त्यस्तो नहुने हुँदाखेरि त्यस्तो देखा पर्दाखेरि पनि ओ मैले गरेको त सही छैन रहेछ के होला भनेर एक किसिमको मैले गरेको चाहिँ सत्य होइन रहेछ कसले पनि पत्याउँदैन रहेछ यसरी आफूले विश्वास नभएको कारणले गर्दाखेरि अनि आफूले विश्वास नहुने त्यस्तो हुँदछ हैन मलाई के पनि चाहिने छैन मलाई कसले चासै गर्दैन मैले गरेको कसैले महत्त्व दिँदैन म यो जीवनमा बाँच्नु मेरो के अर्थ रहेर भने हैन आफूले होच्याउने आफूले कमजोर बनाउने आफूले तनावको भुमरीमा पुराल्ने त्यस्तो सोच हुँदछ त्यो चाहिँ किन भन्दाखेरि आफूले मन भित्र नै आफूले विश्वास नभएको कारणले गर्दाखेरि हैन यस्तो हेर्दाखेरि के हो त बाहिर यस्तो हेर्दाखेरि यो मान्छेले चाहिँ आफूले विश्वास नभएछ देख्छ तर भित्रै आफूले औलाउँदै हेर्ने हो भने हैन यो जीवन आउनुको व्यर्थ रहेछ हैन मलाई के मैले गर्नु सक्ने केही पनि छैन रहेछ म एउटा दुर्बल निर्बल साहसहीन भएको मान्छे रहेछ हैन यो जीवनमा मान्छेको जुनले मलाई फाइदा केही पनि छैन यसरी आफूलाई नै होच्याउने हैन यो चाहिँ के हो त एउटा आफूले विश्वास नभएको कारणले यस्तो हुँदछ त्यही कारणले गर्दाखेरि अनि मान्छे धेरैको बीचमा हैन समाजमा पनि एक किसिमको मान्छेले त्यस्तो अनादर अनि व्यवहार गर्दाखेरि आफूले विश्वास नहुने हैन अनि अरूले यो किसिमको चासो नगर्ने त्यस्तो भएको कारणले गर्दाखेरि विभिन्न समस्याहरू आफू उत्पन्न हुन्छ हैन त्यही कारणले गर्दाखेरि हाल हैन तनावमा पर्ने हैन तनाव डिप्रेसन हैन त्यसमा पर्ने मान्छे धेरै छ हैन मानिसहरू दुखी परिस्थितिमा उनीहरु धेरै छ हैन अपमित परेको छ हैन त्यही कारणले गर्दाखेरि अलिकता मोटोपन छ भने के हो त एक किसिमको अनि मोटोपन भएको बेलामा भन्दा सानो नानीहरूले पनि के हो त एक किसिमको अनि एउटा नानीहरूले एक किसिमको अपमान गर्दाखेरि हैन अनि तन्दा मोटे रहेछस् भनेर यसरी अपमान गर्दाखेरि एकदम दुखले त्यो पीडले अनि खाना नखाने हैन अनि खाना खानु मन नलाग्ने पीड लाग्ने हैन खाना देख्ने बित्तिकै उसलाई पीड लागेर आउने हैन अनि एक किसिमको तनावमा हुने त्यसरी खाना नखाएर बिमार हुँदै दुब्लो भएर यसरी के हो त तनावमा डुब्ने पनि धेरै देखिन्छ हैन अनि के हो त अरूलाई अपमानित गर्दाखेरि एक किसिमको अनि के हो त अनि आत्महत्या गर्ने आफूलाई नै समाप्त अन्त पार्ने त्यस्तो पनि विभिन्न नराम्रो घटनाहरू जीवनमा देखा परिरहेको छ त्यो केले गर्दा भयो त भन्दाखेरि के हो त अनि म राम्रो चाहे हैन एक किसिमको भने एक किसिममा के हो त एउटा नामको लागि बोक्रे अरूले के गर्ला कि भने अरूले मलाई राम्रो भन्ला कि भने अलिकति आफूलाई विश्वास नभएको कारणले यसरी अनि संसारमा त्यस्तो घटिरहेको छ यो चाहिँ सत्यता कथा हो यो चाहिँ हैन अघि हात्तीको विषयमा कुरा गरेको हैन जिजु मिलरेबाको हैन जिजु मिलरेबाको चाहिँ कथा सत्य कथा हो हैन यो बताउनु पर्दाखेरि उहाँ चाहिँ सिस्नु मात्रै खाएर बस्नु भयो हैन अनि जिउ एकदम कमजोर भयो जुन जिजु मिलरेबा सिस्नु मात्रै खानु भएर जीवन निर्वाह चल्न एकदम जिउ कमजोर हैन निलो हैन एकदम दाउरे हुनु भयो उहाँ हैन एक किसिमको जुन कस्तो भयो त भन्दाखेरि जिउको जुन ढाँचा चाहिँ जुन कुनै फलफुलहरु आधा भाग कुँदाखेरि जुन अलिकता भनौं न एक किसिम के हो त कुएको जस्तो त्यस्तो उहाँको हात एकदम कमजोर पाखुराहरु त्यस्तो भएको थियो हैन अनि यस्तो हेर्दाखेरि पनि के हो त त्यो हात चाहिँ मक्केर अलिकति भाँच्ला जस्तो हड्डी र छाला मात्र त्यस्तो भएको थियो हैन यो मान्छे हो कि होइन भने यस्तो त्यस्तो सम्म पुगेको थियो त्यस्तो कालीनसम्म पुगेको थियो भनौँ न यो मान्छे हो कि होइन के हो यो जिउँदो हो कि कस्तो हो भनेर हैन त्यस्तो सम्म भएको थियो
अब त्यस्तै गरी अब कुनै त्यहाँ अब भनौँ न पत्यो नसने गरी एकपल्ट धेरै मानिसहरू अब खाना खोज्दै आए अब भनौँ एक किसिमको अब जुन अब भाँड बनाउनुको लागि होइन एउटा अब कुनै पन्छीहरूको एउटा प्वाँख चाहिन्छ जुन प्वाँख चाहिँ अब जुन यो अब पहाडमा चराहरूको हुने हुँदाखेरि होइन एक दिन अब गुफामा एउटा अनि सिकारहरू आयो होइन यस्तो माथि गुफामा त्यो चराको प्वाँखको लागि हेर्दाखेरि जो चाहिँ मिलेबल देख्यो उनीहरूले भने कि यो मानव कि भूत हो होइन के हो यो यस्तो अद्भुत छ यो मान्छे हो भने यस्तो निलो नालो छ एकदम कमजोर छ के हो भने होइन सबै त्यहाँदेखि भागाभाग भए होइन यो अचम्मको कुरा हो यो के हो यो मरेको छ कि छैन यो जिउँदो यो मान्छे हो कि भूत हो भने यसरी भागाभाग भयो होइन अनि जे चाहिँ मिलेबलले होइन अनि त्यो बेला भन्नुभयो कि हे तिमीहरू डराउनु पर्दैन म मान्छे हो भन्नु उहाँले अनि म मान्छे हो उसो उहाँले भन्नुभयो होइन त्यो आवाज सुन्ने बित्तिकै अब भनौँ न अब एक किसिमको त्यो मान्छेहरूले चाहिँ डरमा जो छेउमा जानु सकेन टाढो नैदेखि उहाँले च्याउँदै हेरे कस्तो मान्छे होला यो मान्छे हो भन्छ होइन अब जूमा हेर्ने हो भने यो मर्ला जस्तो छ है अब मान्छेको रूप ढाँचावाला मान्छे जस्तो निलो छ होइन के होला यो होइन होइन अब त्यस्तो देख्दाखेरि त्यो सिकारीहरूले त्यहाँदेखि डर अनि गयो अनि केही दिनपछि अब त्यो सिकारी भित्तामा अलिकता बुद्धिवाला भएको होइन अलिकता बुद्धि हुने मान्छे छिपेको मान्छे अनि उसले चाहिँ के भन्यो भन्दाखेरि होइन ओ यो मान्छे नै होला है बुद्ध होइन होला उसले मान्छे हो भन्यो भने फेरि त्यो मान्छे फेरि आएछ होइन त्यो मान्छे अलिकता चम्बा लिएर आएछ जुन पिठो सातो पिठो लिएर आएछ होइन अनि यसरी कुरा गर्ने क्रममा अनि अलिकता उहाँले हाल्यो अनि अब अलिकता चम्बा दियो त्यो मान्छेले कुरा गरे होइन पछि भेट्यो अचानक मान्छेले भेट्यो अनि अलिकता चम्बा दिनुभयो होइन अनि चम्बा दिँदाखेरि अब जुन मिलेर पहिला चम्बा पिठो थिएन अनि त्यो चम्बा दिँदाखेरि होइन जुन अब उहाँले जहिले पनि सिस्नु ग्रहण गर्नुहुन्थ्यो सिस्नुमा होइन त्यो चम्बा हालेर फिटेर यसरी खाँदाखेरि के हो त भन्दाखेरि पहिला भन्दा जिउ अलिकता हल्को होइन जुन ध्यान गर्नुमा ध्यान लाग्नुमा एकदम ध्यान समाधि उहाँको घट्यो भनौँ न समाधि लाग्यो होइन खास हो भने होइन यसरी उहाँ भयो अब एक किसिम के हो त हामीलाई अब खासै अब चम्बा पिठो खायो जिउमा एक किसिममा ज्यान लाग्ने होइन भित्रदेखि बलाउनु त हुँदैन नि तर झिजु मिलेर के हो त एक किसिम केही नभएको एकदम के खान नपाउँदा गरी अलिकता पिठो खाँदा पनि यसरी जिउमा एकदम भित्रको रस जाग्ने भित्र ध्यानको रोशनी ध्यानको प्रकाश यसरी जाग्ने भएको यसरी जिउमा ऊर्जा आएको थियो होइन अब यो चम्पा दिने मान्छे को त सेन धर्म भन्ने छ उहाँको नाम होइन जुन चम्पा ल्याउने व्यक्तिको नाम चाहिँ सेन धर्म भनिन्छ होइन अनि एक चाडपर्वमा उहाँले भन्नुभयो भने एक किसिमको त होइन एक किसिमको भनौँ न जुन अब यो सेन धर्म भन्ने एउटा अब चाडपर्व भएको एउटा उत्सवमा गयो त्यो अनि जाने बेला चाहिँ के भन्यो भन्दाखेरि एउटा गुफामा चाहिँ एउटा मिला थोपा घा होइन थोपा घा भन्ने एउटा गुरु मान्छे रहेछ होइन एकदम अब धर्म बाहेक पाप कहिले पनि नसोच्नु हुँदो रहेछ उहाँले तपाईँले पुण्य सञ्चय गर्नु भने उहाँलाई अलिकता केही दान गर्नु अत्यन्त लाभदायी र फल हुनेछ भने यसरी बताउनु भयो अनि त्यसको छेउमाबाट त्यसमा अब आफ्नो अब फुपू पनि थियो होला त्यो बेला होइन त्यो अनि त्यो बेला अब त्यो भन्दाखेरि होइन त्यो सेन्दुरमाले भन्ने क्रममा अब यताउता कुरामा फैल्यो त्यो आफ्नो मिलेर भएको त्यो बेला फुपू पनि थियो होइन फुपू अनि फुपूले अब होइन तिमी त उसको मान्छेले के भन्यो तिमी त उसको काकी थोपाको काकी होइन उसले केही अब ज्यान ल्याउनुको लागि केही देऊ उसलाई
एउटा उपभोगको लागि यी खानेकुरा देऊ होइन भन्ने अनि यसरी भन्यो भन्दाखेरि अनि कागीले एक थोपा अब एउटा एक भनौँ मासु होइन अलिकता एक किसिमको लाङ्रा केही 2 लाङ्रा मासु अनि मक्खन लिएर नि उहाँ नोकर लिएर उहाँ गइन् होइन अब मिलेर अब भनौँ न एक किसिमको अब पहिलेदेखि अब अलिकता दुश्मनको रूपमा देखिएको होइन अनि त्यस कारणले उसको काकी रिसाएको थियो पहिलेदेखि होइन त्यो रिसाएको कारणले गर्दाखेरि अनि भुइँमै राखेर अनि जुन काकीले चाहिँ तिनै अब भुइँमै एउटा ठाउँमा छाडेर जानुभयो तर पनि जुन आफ्नो काकीले चाहिँ मिलरेपालाई एकै लाङ्रा मासु यसरी मक्खन चढाएको त्यो मिलरेपा देख्नु भएन होइन अब त्यो जुन अब मिलरेपालाई दिएको अब भनौँ न यो मासु र यो एक किसिमको के हो त यो मक्खन चाहिँ स्याल र भुवासुहरूले खाएछ जेजु मिलरेपालाई पाएन त्यसपछि उसको अब कान्छी बहिनी होइन अब कान्छी बहिनीले थाहा भएछ होइन ओ मेरो दाजु चाहिँ यस्तो ठाउँमा रहेछ है भनेर अनि थाहा भएपछि अब काकीको ठाउँमा गएछ सोध्न गइन् आफ्नो बहिनी चाहिँ आफ्नो कान्छी बहिनी चाहिँ अब मेरो दाजु कहाँ छ भने अब काकीलाई सोध्न जाँदाखेरि अनि काकीले के भनिन् भन्दाखेरि त्यो बहिनीलाई जेजु मेरो बहिनीलाई होइन म लगाएर गएको थिएँ कि नोकरहरू लगाएर गएको थिएँ उहाँले त्यति मलाई वास्ता पनि गरेन होइन अनि मलाई राम्रो पनि गरेन त्यति अब चासो पनि गरेन तिमी अब उसकै बहिनी हो सायद तिमीले राम्रो होइन तिमीले अब चासो गर्छ होला भने यसरी अब भनौँ न एउटा बाटो देखाइदियो उसले अनि जुन आफ्नो भनौँ न आफ्नो काकीले भनेको जस्तै अब बाटोमा होइन मैले फुपू भने चाहिँ काकी हो यो जुन अब काकीले भनेको जस्तै बाटोमा जाँदै 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 गएर पहिलाउँदै जाँदाखेरि अनि होइन अनि त्यो बेला अनि अब दाजुको नाम काटेर अनि दाजुको नाम बोलाउँदै जाँदाखेरि जेजु मिलर यस्तो त्यो गुफाबाट च्याएर यस्तो हेर्दाखेरि होइन ओ उहाँको मिलरेपाले अब यसरी अब होइन अनि म यहाँ छु भने यसरी उहाँले एउटा केही अब सङ्केत दिइसकेपछि त्यो बहिनीले त्यो देख्ने बित्तिकै अब झन् त्यहाँ बेहोस हुनु पुग्यो बहिनी चाहिँ उहाँको शरीर देखेर होइन धेरै पातालो होइन यो मेरो यो दाइ हुनु सक्दैन भनेर यसरी अब बहिनीले भने होइन अब पत्याउनु गाह्रो भयो तर जेजु मिलरेपाले यसो बोलाउँदाखेरि होइन अनि एक किसिमको अब आवाजले गर्दाखेरि ऊ चाहिँ मेरो दाइ रहेछ है भन अनि पछि चाल पाउँदाखेरि अनि म आँसुको अब धारा निक्लिएको त्यो दिदी बहिनीको दाजु बहिनीको होइन जेजु मिलरेपा बिस्तारै भित्र भन्नुभयो होइन यसरी आवाजले चिने अनि उसले ध्यान दिएर हेरे उसको शरीर सबै केसहरू हरियो शरीर र कङ्काल भएको थियो उसको नाक भित्र बसेको थियो आँखा भित्र गाडेको थियो उहाँको मुख जिब्रो पनि सुकेको थियो होइन मुख अलिकति ब्ला 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 किसिम के हो त लोती होइन तोते बोली भएको थियो त्यो बेला जेजु मिलरेपा कमजोर भएको हुँदाखेरि होइन हेर्दाखेरि नै एकदम वैराग लाग्ने होइन होइन उहाँको मुख र जिब्रो सुकेको हुँदाखेरि त्यो बहिनीले देखेर नै आफूलाई अनि आफूले अब खप्नु नसकेर अब दुवै अनि आँसु झरे दुवैको अनि त्यो खप्नु नसकेर बहिनी चाहिँ के हो त अनि जेजु मिलरेपाको काखमा दुई अब हड्डी र छाला भएको काखमा अनि शिर राखेर गुवा स्वरले रुयो आउनु बहिनी त्यो बेला नि जुन एउटा गीति सत्य गीति जेजु मिलरेपाले गाउनु भयो यसरी होइन अनि बिचमा अब झुन्डेर अब रुए भनौँ न फिलाको बिचमा अब यसरी अब जेजु मिलरेपा खुट्टामा धेरै आँसु बगाइरहेको थिइन् मिलरेपासँग उसको काकीले दिनुभएको अर्को कम्बल बाहेक केही थिएन त्यसैले उसले आफ्नो शरीरको तल्लो शरीर छोपेर उनको हात समातेर सन्तुवानलाई गीत गाए त्यसपछि उनको बहिनीले भने मसँग प्रस्ताव अब भनौँ न एक किसिमको अब जेजु मिलरेले भन्नु मलाई तिमीलाई दिने केही पनि छैन हेर बहिनी मलाई आनीले काकीले त्यो केही सामा अब एउटा ओढ्ने कम्बल बाहेक केही पनि छैन त्यही कारणले गर्दाखेरि अनि तपाईँले अब भन्नु अनि बहिनीले भने कि हेर तपाईँले त खानेकुरा के होला अस्ति काकीले यहाँ पुऱ्यायो भने हुन्थ्यो अनि नुन कहाँ छ त अनि काकीले यस्तो सामान अनि सामान छ होला सोद्धाखेरि होइन
मलाई केही पनि छैन भन्नुभयो। तपाईँसँग नुन होला भन्दाखेरि होइन, नुन हो भने त खाना हो, मलाई खाना केही पनि छैन भन्नुभयो होइन। त्यही कारणले अब अनि अनि जुन अब खानामा अब मसला खोइ भन्दा मसला पनि छैन, किनकि मसला भयो भने मेरो खानाको स्वादिष्ट हो, तर त्यस्तो केही पनि छैन भने यसरी जिजु मिलरेपले भने होइन। अब त्यसमा अब सिस्नु थियो, जुन सिस्नु होइन, सिस्नु पकाएर अब मजाले आफूले सब एकदम मिठो गरेर खानुभयो, त्यो देखेर होइन। अनि अब एकदम के हो त बहिनीले एकदम कुराहरू लाग्यो होइन, एकदम त्यो देखेर के हो त एक किसिमको भनौँ न, एउटा घिन जस्तो लाग्यो भनौँ न, यस्तो एकदम कमजोर खाना देख्दाखेरि होइन। अनि त्यही कारणले अनि उनी अनि भिखारी भए पनि उनीले अनि भन्यो नि एक किसिमको धेरै अब यसरी अब कुराहरू बताए बहिनीलाई, धेरै आँसु छ। उनले भनिन् कि अब यदि हामी दाजु बहिनी यसरी बस्यो भने हाम्रो मानव जस्तो कहिले बाँच्ने छैन, त्यही कारणले तिमी अब होइन हुँदैन दाजु, त्यही कारणले तपाईँ चाहिँ अब भिक्षा टनको लागि तपाईँ अब पाल्नु भयो भने यसरी ज्यान पनि सुरक्षा गर्नुहुन्छ, अत्यन्त राम्रो हुन्छ बहिनीले भने होइन। त्यही कारणले अब अनि अब यस्तो हुने क्रममा जिजु मिलरेप त्यहाँदेखि जानु नभइसकेपछि बहिनी आफै गएर यसरी अब भिक्षा लिनुभयो होइन दाजुको लागि होइन। अनि त्यस अब भिक्षाको लागि कुनै अब उपाय थिएन, उनले भने अनि के राम्रो हुन्छ भने उनले सोचिन्। त्यसपछि केही भेटिएन, अब भेटीहरू जम्मा गर्दै माथि अनि तल उपत्यका घुमिन् अनि फर्किन् बहिनी चाहिँ मिलरेपलाई अनि यसरी अब दियो होइन। त्यही कारणले गर्दाखेरि अब अनि यस्तै कि अब तल लाउने अब छोप्ने सबै च्यातेको हुँदाखेरि अब केही पनि अब लज्जितको रूपमा त्यस्तो भनौँ न, बहिनीलाई लज्जित भएको थियो। दाजुको मुनि अब सबै कपडाहरू चात्रे भुत्रे भएको हुँदाखेरि हामी मान्छेको एउटा बिचमा नगनिँदो रहेछ दाजु भने यसरी अब बहिनी रुनु भयो होइन। त्यसरी सम्झाउनको लागि फेरि मिलरेपले गीती गाना गाउनु भयो, सत्यता कुराहरू बताउनु भयो। त्यसपछि उनकी बहिनीले अनि भिख माग्न गइन्, बाटोमा घोडा लुगा छाताले घेरिएको बारी लोत्सा धर्म सिकाउँदै गरेको देख्यो। अनि धर्म अभ्यास गर्ने मानिस यस्तो पो हुनुपर्छ होइन, धर्मले जीवन जिउन नदिने मेरो दाइ कस्तो होला भन्ने यसरी उहाँ विचार गर्यो, बहिनीले विचार गरिन् होइन। फेरि एकपल्ट भिख माग्दै माथि तल उपत्यका गइन्। उनले पुरानो ओछ्यान र कुकुरको कपाल र बाख्राको ऊनबाट केही कपडा बनाएर अनि मिलरेपलाई दिए होइन। अब गोठमा गयो भने मान्छेले अब भनौँ न, अब जुन अब गोठालेहरूले होइन, जुन अब ऊनहरू फालिरहेको हुन्छ, भोटमा त विभिन्न प्रशस्त हुन्छ यो ऊनहरू होइन होइन। मान्छेले काम नगरेर ओछ्याउँदाखेरि अब फोहोरमेलले फालिरहेको हुन्छ, त्यो सबै बहिनीले जम्मा गरे होइन। कुकुर र अनि एक किसिमको के हो त बाख्राको भेडाको ऊनहरू सबै कपडा बनाएर जिजु मिलरेपलाई अनि दिनुभयो। तपाईँ एकदम जाडो हुन्छ राति, कपडा लत्ता केही पनि छैन है, तपाईँलाई जाडो, तपाईँ त्यही कारणले अनि यो लाउनु है भन्ने यसरी बहिनीले भने। अनि भरिलो छ भने चाहिँ एकदम के हो त भन्दाखेरि होइन, अनि भरिलो छ भने धर्म पनि गर्नुहुन्छ, ज्यान पनि छ, एकदम हट्टाकट्टा हुनुहुन्छ होइन। अनि त्यो उहाँ जस्तो हुनुपर्छ। तपाईँले धर्म गरेर धर्म होइन होला होइन, तपाईँ केही पनि अब पछिल्लो अब राम्रो नहुँदो रहेछ होइन। एक किसिमको अब न खाना छ, न लाउनु छ, न बस्नु राम्रो छ, केही पनि छैन भनेर यसरी अब भरिलो छ जस्तो हुनुपर्छ भनेर बहिनीले विभिन्न मिलरेपलाई भन्नुभयो होइन। फेरि यसो भन्दै क्रम फेरि अनि अनि जिजु फेरि बहिनी चाहिँ फेरि उता भिक्षा माग्नको लागि गयो होइन। छ्याङ अब जाँड होइन, पिठो होइन, विभिन्न अब पायो होइन। अनि त्यो पाउँदाखेरि लिएर जिजु दाजुलाई चढाएर अनि धर्मचक्र होइन, एकदम धर्म भनौँ एक किसिमको गणचक्रहरूमा अब एक किसिमको अनि यसरी गर्नुभयो। जिजु मिलरेप दाजुले के भन्नुभयो भन्दाखेरि होइन, अनि हेर म ध्यान गर्दाखेरि धेरै मलाई विघ्न बाधा हुँदो रहेछ, तिमी भविष्यमा मेरो नआउनुहोस् भनेर यसरी अनि यसरी मेरो ठाउँमा नआउनु है बहिनी, मलाई धेरै अनि एक किसिमको विघ्न बाधा आउँदो रहेछ भने आज्ञा दिनुहुँदै यसरी अब मिलरेपले अब
गीत गाउनु भयो। यहाँ के भन्नुभयो भन्दाखेरि यो चाहिँ अब झनङ्ब धेरै छ, झनङ्बको अनुसार म बताउन जाँदैछु। म मेरो गुरुलाई बिन्ती गर्दछु, म भिखारीलाई पहाडमा भनिन्छ कि अब मेरो मेरो आनन्दी शत्रुले चाल नपाओस्, मेरो दुःख पीडा बन्धुहरूले अब म मेरो गुरुलाई बिन्ती गर्दछु, म भिखारीले पहाडमा बस्ने आशीर्वाद दिनुहोस्। मेरो आनन्द शत्रुहरूले चाल नपाओस्, मेरो दुःख पीडा नातेदारले पनि थाहा नपाओस्। यदि यो पहाडमा मेरो प्राण गएमा यो भिखारीको लक्ष्य पुरा हुनेछ भने यसरी बताउनु भयो। त्यही कारणले म कठङ्रिएको बुबाले चाल नपाओस्, भोकाएको आमाले थाहा नपाओस्। यदि यो पहाडमा मेरो प्राण गएमा यो भिखारीको लक्ष्य पुरा हुनेछ। त्यसै गरी बुढो भएको साथी सङ्गीले चाल नपाओस्, बिमार भएको बहिनीले थाहा नपाओस्। यदि यो पहाडमै मेरो प्राण गएमा यो भिखारीको लक्ष्य पुरा हुनेछ। यदि यो पहाडमै मेरो प्राण गएमा मेरो ताजा मासु र आन्द्राहरू कमिलाले चुस्नेछन् अनि मेरो मांसपेशीहरू किराहरूले खाइरहनेछन्। यसो भएमा भिखारीको लक्ष्य पुरा हुनेछ। म मरेको कुनै मान्छेले चाल नपाओस्, बिमार भएको बहिनीले थाहा नपाओस्, लास साटेको पन्छीले नदेखोस्। यदि यो पहाडमै मेरो प्राण गएमा यो भिखारीको लक्ष्य पुरै हुनेछ। मेरो सङ्घारमा कोही मान्छेको पाइलो नहोस्, गुफाभित्र कुनै खुनको बुँदा नहोस्। यो पहाडमै मेरो प्राण गएमा यो भिखारीको लक्ष्य पुरा हुनेछ। मेरो लास बोक्ने मान्छे कोही नहोस्, मर्दाखेरि रुने शोक मान्ने मान्छे कोही नहोस्। यसरी यदि पहाडमा मेरो प्राण गएमा मेरो भिखारीको लक्ष्य पुरा हुनेछ। म कहाँ गएँ भनेर कसैले सोध्ने नहोस्, यहाँ गयो भनेर पनि कतै औलने नहोस्। यसरी यदि पहाडमा मेरो प्राण गएमा यो भिखारीको लक्ष्य पुरा हुनेछ, यसरी बताउनु भयो। त्यसरी कोही मान्छे नभएको यो सुनसान गुफामा म भिखारीले पुकारेको मरणको प्रार्थना समस्त प्राणी हितको लागि पुरा होस् भनेर यसरी उहाँले गाउनु भयो, होइन? त्यही कारण यसरी बताउनु हुँदाखेरि अब धर्म अभ्यास गर्ने दृष्टिकोणबाट बताउनु पर्दाखेरि अब हामी अरूले अथवा हामीलाई हेर्ने तरिकामा मात्र बाँच्न सक्दैनौँ, होइन? हाम्रो आफ्नै स्तर, हामी कतिको दक्ष छौँ भन्ने कुरा मानिसहरूले हामीमा महत्त्वपूर्ण छ कि छैन त्यसमा थाहा हुन्छ, होइन? तिनीहरूले ध्यान दिन्छन् वा गर्दैनन्, वा तिनीहरूले हामीले स्वीकार गर्छन् गर्दैनन् भनेर मात्र निर्णय गर्न सकिँदैन। आफूले चासो हुनुपर्ने, आफूले परीक्षण, आफूले परिमार्जन गर्नुपर्दछ। अब कतिको राम्रो छ, कतिको सक्षम छ, कतिको दुःख छ, कतिको सुख छ, कतिको मलाई मुक्ति भएको छ, होइन? त्यो आफूले बाहेक अरू कसैले थाहा हुँदैन। त्यही कारणले यो मती शोधनभित्र अब 7 शब्दमा यसरी बताएको छ कि, होइन? साक्षी राखेर दुई साक्षी राखेर चिन्नुहोस् है भनेको चाहिँ एक किसिमको के हो त भन्दाखेरि अब आफ्नो अधिकारको आधारमा निर्णय गर्नुपर्ने छ, होइन? आफूलाई विश्वास, आफूलाई साहस, विश्वास दृढ जग्नुको लागि आफूले नै जगाउनुपर्छ, आफूले नै चिन्नु पर्दछ। र धर्म र अभ्यास आफूबाट अपनाउनु पर्दछ, होइन? आफूसँग दया माया करुणाको सागर छ, आफूमा एक किसिमको बुद्धि चित्तको एउटा ज्ञान छ भने आफूले खुसी मान्ने साहस, प्रोत्साहित हुनुपर्छ आफू, होइन? खुसी मान्नु पर्दछ, होइन? आफूले आफ्नो सम्पत्ति के हो चिन्नुपर्छ, आफ्नो ज्ञानको धन आफूले चिन्नुपर्छ, होइन? अरूले हामीलाई तुच्छ र व्यवस्था गर्दैछन् भन्ने सोचेर हामी आफूलाई दुःखी बनाउनु हुँदैन, होइन? एक धर्म अभ्यासीको सन्दर्भमा यस जीवनको लागि मुख्य परियोजना भनेको हाम्रो मनसाय र कार्यलाई ध्यानपूर्वक जाँच्नु हो र तिनीहरू धार्मिक छन् कि छैनन् भन्ने हेर्नु हो, होइन? अरूलाई मन पर्छ कि पर्दैन हेर्ने हो। त्यो निर्णयको रूप महत्त्वपूर्ण छ, होइन? अरूले मलाई राम्रो गर्छ कि गर्दैन, अरूको नजरमा म राम्रो छ कि छैन, अरूलाई देखाउनको लागि होइन, आफूलाई नै एक किसिमको बुझ्नको लागि, होइन? आफूले चिन्नको लागि यसरी बुझ्नु पर्दछ, होइन?
हैन मान्छे अनेकन छ तपाईले कसैले राम्रो देख्छ कसैले राम्रो देख्दैन कसैले एउटा भगवानको रूपमा देख्नुहुन्छ कसैले राक्षसको रूपमा देख्नुहुन्छ तपाई भगवान पनि हो तपाई राक्षस पनि हो त होइन नि तर हैन कुनै मान्छेले नारायण भने भन्दैमा कुनै मान्छेले कागले कान लाग्यो भन्दैन कागको पछि दौड्नु हुँदैन भने जस्तै हैन अब हामीले राम्रो देख्ने मान्छे 100 जना नराम्रो देख्ने एकजना हो भने हामीले के हुन्छ हो सबै नराम्रो ठान्छ किन अब सत्य ठान्ने मान्छेले चाहिँ हामीले त देख्दैनौँ हैन हैन 100 जना मान्छेमा एकजना नराम्रो देख्दाखेरि ऊ म त नराम्रो रहेछ दुखी म त एकदम दुखी हुने हैन अनि डिप्रेसनमा पर्ने त्यस्तो हैन किन गर्ने हैन अब वास्तवमा हो भने तपाईँ राम्रो हो कि नराम्रो हो यो तपाईँ नराम्रो हो तपाईँ राम्रो बाहिर रूपमा हेरेर भन्नु सक्दैन नि त त्यो त एउटा बोक्री रूप मात्रै हो हैन हैन त्यही कारणले गर्दाखेरि अनि विशेष गरी अब धर्मबाट भित्रबाट नै धर्म गर्ने व्यक्ति हो भने हैन अब यो समाजमा अनि हैन समाजमा अब विशेष गरी हेरिन्छ हैन यो समाजभित्र अब यो समाजमा हेर्ने तरिका चाहिँ यो सद्धर्म त होइन नि हेर्ने तरिका सद्धर्म त होइन नि सत्य त होइन त होइन कसैले कालो नजरले हेर्छ कसैले राम्रो नजरले हेर्छ कसैले बुरी नजरले हेर्छ नि त हैन तपाईको राम्रो नजर पनि बुरी नजरले ढाक्दाखेरि अनि राम्रो नजर पनि हटेको र तपाई अनि डिप्रेसनमा पर्ने हुन्छ त्यो चाहिँ किन भन्दाखेरि अनि आफूले अब अनि बिउजाने पर्ने हुन्छ हैन कुनै कुनै मान्छेले अब के हो त खाना भोजन मिठो राम्रो आरामदायी सुख हो त्यस्तोले अब धर्म भक्त भनिँदैन नि त हैन धर्म भक्त भनेको किसिम के हो त भन्दाखेरि जस्तो सुकै परिस्थितिमा हैन जो चाहिँ मिलाइरहेको जस्तो हैन जस्तो सुख भए त भने आफ्नो मनलाई आनन्ददायक किसिमको खुसियाली एक किसिमको मनलाई खुल्ला छर्ने सत्यता कुरा गर्नेलाई धर्म भक्ति भनिन्छ हैन अब 30 मिनेटको लागि म विश्राम गर्न चाहन्छु त्यसपछि चाहिँ अब अनि यो विश्राम पछि म यो लेक्चेपा 20औं लेक्चेपा बताउँछु म श्लोका नवौको 9 नम्बरको विषय मैले अब टुङ्गाइसकेँ अब 10औं विषय चाहिँ के हो त भन्दाखेरि अब मार्गलाई अब लोभलाई मार्गको रूपमा लिने 20औं श्लोक रहेछ यो यसको शब्द के छ भन्दाखेरि अनादिकालदेखि नै संसारमा जन्म र मृत्युले शारीरिक र मानसिकतालाई नराम्रोसँग पिरालेको हुँदा बोधि साधनामा बलयुक्त भएको छ तसर्थ सदा शारीरिक र मानसिकतालाई बचाउनको लागि परिश्रम गर्छु यो पनि मेरो राम्रो पुण्य हो जस्तो मलाई लाग्छ भने यसरी 20औं श्लोकमा यसरी राम्रो कामको अनि पाठमा यसरी उहाँले बताउनुहुन्छ सामान्यमा धेरै जसो मानिसहरूले अब हैन धेरै मानिसहरू के हो त अनादिकालदेखि नै यो संसारमा पौडिँदै अब के हो त किसिमको असंख्य अब जन्म लिँदै अब संसारमा भौतरिरहेका छ हैन सबैले यो महसुस गरिरहेको छ हैन भविष्यमा नै निश्चय यो विभिन्न दुःखहरू भोग्नु पर्नेछ हैन अनि भविष्यमा जन्म हुने बुढा हुने रोग हुने मृत्यु हुने यो सबै अवश्य हुनै पर्छ तर पनि हामीले त्यति सोच आउँदैन त्यति मनमा लाग्दैन अझै पनि हैन जति पनि झन् आफ्नो शरीरलाई स्नेह गर्छ माया दिन्छ हैन झन् के लालन पोषण गरेर मजाले खुट्टा तन्काएर बस्ने लोभ लालच गर्ने हैन अब मनमा कहिले के हो त किसिमको झन् त्यसमा आसक्ता हैन खानेकुरा कपडा लत्ता कपडा हैन त्यसमै अब लालन पोषणमै अब के हो त अब तृष्णा जागेको हुन्छ तृष्णालाई काट्नु सकेको छैन अब धर्म भक्तहरूले के भन्छ भन्दा मान्छेले के भन्छ भन्दाखेरि एक किसिमको भनौँ न अब जसलाई पनि धर्म गर्दाखेरि धर्म गर्ने बेलामा हामीलाई जिउ चाहिँ खेर फाल्नु दिनु हुँदैन है जिउ खेर फाल्यो भने चाहिँ हामीले धर्म गर्नु सक्दैन नि फेरि त्यही कारणले अनि हाम्रो लालन पोषणलाई चाहिँ ध्यान दिनुपर्छ भन्ने यसरी अब खानाकै बिचमा घाँस बाँस कपसकै भित्र झुन्डिरहेको बाँधिरहेको हुँदाखेरि त्यसरी अब संसारमा अब भौँदिरहेका छन् अब जुन अब मेघ्यु दर्जो कुरा गर्ने हो भने 8औं कुरा सन्दर्भमा कुरा गर्ने भन्यो भने
उहाँको लालन पोषण लत्ता कपडा एकदम कमजोर थियो उहाँको ओछ्यान हैन हैन सजिलो ओछ्यान एकदम कमजोर हुँदाखेरि हैन उहाँले गुरु देखाउनु एक किसिमको के हो त अब ज्ञानहरू सिक्नु अत्यन्त सजिलो सजिलो थियो हैन अब के भन्नुहुन्छ अब एउटा धर्ममित्र भनेको चाहिँ के हो त अनि पालन पोषण गर्नु सजिलो हैन शिक्षा लिनु सजिलो त्यस्तोले भन्नु पर्दछ ठ्याक्कै यस्तो हुनुपर्छ भनेको छ अब जुन अब लालन पोषणको लागि बस्ने राम्रो एकदम अब सबै अब खोज्नेवाला भन्ने अब लामालाई पाल्नु गाह्रो हुन्छ हैन जुन अब उपयुक्त एउटा गुरु जुन अब क्वालिटी गुणस्तर चाहिँ अब मिलरेपल पुगेछ कर्मपाल पुगेछ मिग्यो धर्जेलाई हैन जे गए पनि उहाँलाई हुने जस्तो गरे पनि उहाँलाई चित्त बुझ्ने हो खाना जस्तो खानेकुरा दिए पनि उहाँलाई अब लत्ता कपडा जे दिए पनि के हो त किसिमको उहाँलाई चित्त बुझ्ने हैन उहाँले अब के हो त आँखाले हेर्नु भयो अन्य अब हेर्नु भयो भने हुने हैन उहाँले ठम्ब्याउनु भयो भने हुने हैन उहाँले अब मिठो मिठो खानामा उहाँले आँखा लाउन हुन्थ्यो हैन मिठो मिठो अनि एकदम मिठो मिठो खानामा उहाँले धेरै अब महत्त्व नदिनु हुन्थ्यो जे पनि उहाँलाई अब चित्त बुझ्ने हैन अब जे दियो त्यही नै अब उहाँ लिएर जाने हैन किसिमको हैन अब नानीहरूलाई अब किसिम के हो त धेरै जस्तो सुख भए पनि अब हैन नानीहरूलाई रोटी दियो भने हैन उसलाई मिठो 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 पिठो उसले के पनि हेर्दैन एउटा रोटी पाए पनि हाँसी खुसी भएर लान्छन् त्यस्तो किसिमको के हो त हैन त्यस्तै त्यस्तै किसिमको मिगी तोर्ची पनि एउटा सानो बालकले एउटा खुसी भएर खान लागेको छ अर्कोले जे दिँदैन उहाँले ग्रहण गर्नुहुन्थ्यो अब मिगी तोर्चीको खानेकुरामा एकदम कमजोर थियो भन्दाखेरि अब सबै मान्छेहरूले एकदम अब त्यति अब उहाँलाई चासो नगरिसकेपछि होइन अब उहाँको खानेकुरा देख्दाखेरि होइन जुन भोजन देख्दाखेरि मान्छे एकदम भइरहेको चल्ने होइन उहाँसँग अब भनौँ न अब त्यति अब आसपासमा नभएको र गुरुले एकदम विश्वास गर्ने मान्छेले मिगी तोर्चीको खाना देख्दाखेरि उहाँ छक्क पर्ने होइन त्यही कारणले उहाँले खाना मिठो पिठोमा कहिले नहेर्नु नहुन्थ्यो होइन यो अनि राम्रो लिनुपर्छ नराम्रो फाल्यो भने यसरी उहाँले आसक्त कहिले लोभ लाएर अनि कहिले गर्नु नहुन्थ्यो जे भए तापनि उहाँले अब ग्रहण गर्नुहुन्थ्यो होइन यो एउटा उहाँको जीवनी मुक्ति कथामा हेर्नु भयो भने यो अनि यो मतलब यो एउटा उहाँको जीवनी कथाको एउटा के बुँदामा हेरेर मात्र त्यसमा हामीले सम्झ्यौँ भने त के हो त एउटा पुण्यवान व्यक्ति चाहिँ के हो त अनि के देख्छ भन्नु ओहो होइन गुरु त त्यस्तो हुँदो रहेछ एउटा महान गुरु यस्तो पो हुँदो रहेछ भने एउटा मनमा धर्म जाग्ने त्यस्तो योग्यता विद्वानहरू योग्यवान एउटा पुण्यवान मान्छेहरूको एउटा पुण्य सञ्चय गर्ने एउटा ठाउँ भन्दछ अब एकपल्ट अब घेसी अब पल्टुले सोध्नु भयो होइन खाने कुरामा खाजा के छ भन्दाखेरि होइन अनि अनि के छ त भन्दाखेरि खानेकुरामा अनि खानेकुरा खाजा केही पनि छैन होइन अनि अब एक किसिम के हो त नहुँदा मिगी तोर्ची के भन्नुभयो भन्दाखेरि होइन अब अनि अब मसँग खाना केही पनि छैन अब एउटा महको एउटा गाँठो मह भएको एउटा बक्सा छ त्यो मैले पहिला ग्रहण गरेको थिएँ त्यहाँ होला त्यो तिमी नै लैजाऊ भनेर यसरी अब अनि मिगी तोर्चीले भन्नुभयो होइन अनि जुन यो घेसे पल्टुले भने कि हेर गुरु होइन यसरी अब चेलाहरूलाई एक किसिमको होइन तपाईँले आरती उपदेश दिनुहोस् कि होइन अब खाने कुरामा अलिकति ध्यान दिनुहोस् होइन तपाईँ जो कमजोर हुँदैछ यसरी तपाईँले आरती उपदेश दिनुहोस् होइन अरू गुरुहरू त यसरी खाना लाल्नु पर्छ एकदम ध्यान दिन्छ भन्नु भन्दाखेरि मिगी तोर्चीले के भन्यो भन्नुभयो भन्दाखेरि होइन होइन के सुझाव दियो भन्दाखेरि होइन अब रोल्पी तोर्ची लगायत मेरो अन्य अवतार अबलाई पनि खाना पाउनको लागि अब केहीले समस्या भएन
त्यही कारणले अब विभिन्न अब राम्रो चाहिन्छ भने केही पनि छैन, किनकि अब हामी एक किसिमको भिख मागेर खाने भएकोले होइन, अब राम्रो चाहिन्छ नराम्रो चाहिन्छ त्यसो खोज्नु मिल्दैन। त्यही कारणले मलाई त्यसमा खानामा खानेकुरामा केही मेरो आतुरी छैन मलाई भने यसरी अब भन्नुहुन्थ्यो उहाँले। त्यही कारणले कर्मबाबुको सबै जीवनी अवतारहरूमा एउटा त्यसले के दर्शाउँछ त भन्दाखेरि अहङ्कार नभएको, अहङ्कारले नछुएको, अहङ्कारको डोरीले नबाँधिएको, त्यसको अंकुशमा नपरेको अनि जनाउँथ्यो, त्यही जनाउँछ। त्यही कारणले उसको नजरमा जे हुन्थ्यो त्यही नै पर्याप्त हुन्थ्यो उहाँलाई, जे भए त उहाँले महान ठुलो सन्तोष गर्नुहुन्थ्यो होइन होइन। अब मान्छेहरू के हो त भन्दाखेरि अब जुन काम गर्नुको लागि होइन, अब एक किसिमको एकदम अल्छी भयो भने मान्छेहरूले अब कफी कालो चिया कफी पिउँछन् होइन। तर मिकिदोर चाहिँ के हो त एक किसिम के हो त भन्दाखेरि अनि दिन रात उहाँ कहिले पनि एक किसिम के हो त अब दिन रात उहाँ एकदम अल्छी नहुनुहुन्थ्यो, सुस्वस्थ हुनुहुन्थ्यो उहाँ होइन। त्यही कारणले गर्दाखेरि अनि उहाँको लत्ता कपडा खास राम्रो केही पनि थिएन होइन। जे भए पनि उहाँको रूप एकदम बल जल बलेको उज्यालो थियो होइन। अनि अब मान्छेहरू अब खाना खानु सकेन भने अहिलेको समय प्रवचनमा बोल्नु सक्दैन, तर मिकिदोर चाहिँ एक कप चिया नखाए पनि दिनभरि उहाँ एकदम मुख उज्यालो जस्तो सुकै अब प्रवचन दिनु त्यस्तो क्षमता थियो उहाँ होइन। खाना खाएन भोक लाग्छ, भोक लाग्यो भने कुरा गर्न सक्दैन, तर उहाँ एकदम आरामले बोल्नुहुन्थ्यो होइन। अब विभिन्न अब भनौँ न गुरुहरूलाई होइन एक किसिमको भनौँ न अब कपडाको सन्दर्भमा कुरा गर्दा उहाँ नाफा र जोखिमको ठाउँमा बस्नुहुन्थ्यो होइन, नाफा नहुने ठाउँमा होइन। अब भनौँ न एक किसिमको उहाँसँग एउटा साधारण कपडा बाहेक केही पनि थिएन होइन। कहिलेकाहीँ जसले अब कपासको बाहिरी लुगा अब त्यस्तै गरी पुरानो टोपी लगाउनु हुन्थ्यो होइन। उहाँलाई अब सुसम्पन्न केही पनि थिएन होइन। त्यही कारणले गर्दाखेरि उहाँ लुगा पनि च्यातेको झुत्रे लगाउनु हुन्थ्यो केसँग होइन होइन। जे भयो भने उहाँले लगाउनु हुन्थ्यो, कहिले पनि आसक्त लालच नगर्नु हुन्थ्यो होइन। उहाँसँग सादा सामान्य कपडाको एउटा चिवर थियो होइन। अब त्यस्तै गरी अब सेन थियो होइन होइन। अब टोपी पनि अब एक किसिमको च्यातभुत भएको थियो होइन। त्यही कारणले सामान्यमा अब यो के हो त चढाउनेको एउटा पुण्य होइन, एउटा श्रद्धाको कारणले गर्दाखेरि पनि अब जुन अब होइन उहाँले अब दानदाताहरूलाई जे गरे तापनि के हो त एक किसिमको त्यसमा आसक्ता लोभ लालच कहिले गर्नु नहुन्थ्यो होइन। अब कुनै अब आफ्नो भाग्यको कुरा भन्छ होइन, जे भए तापनि भाग्य होस् नहोस् त्यसमा जुन आसक्ता लुकेको छैन, त्यसमा सन्तोष छ भने तपाईँ सम्राट हो सम्पत्तिको। जुन आफूसँग सम्पत्ति छ त्यसमा लालच गर्यो सन्तोष छैन भने त्यसले केही पनि स्वाद लिनु सक्दैन। त्यही कारणले गर्दाखेरि यसले के हो त भन्दाखेरि कुनै पनि अब संसारमा अब आसक्ता नभएको होइन, संसारिक कुराहरूलाई त्याग्नु क्षमता भएको एउटा सूचक जनाउँछ, यसले सङ्केत जनाउँछ होइन। अब मिकिदोर्जे पनि अब एकदम धेरै अब धनी हुने मान्छे जस्तो होइन, खाइलाग्दोहरू हुने खाले जस्तो गर्नु सक्दैन, तर उहाँले कहिले त्यसो गर्नु भएन होइन होइन। अब खास हो भने होइन कर्मपाला के हो त भन्दाखेरि अब होइन विभिन्न मङ्गोलिया होइन, रसिया अब चीन लगायत विभिन्न सबै देशको अब राष्ट्रको अब के हो त धन सम्पत्ति थियो, किनभने अब सबै राजाहरूले कर्मपाला यसरी अब चढाउने गर्थ्यो होइन। उहाँलाई सुसम्पन्न वैभव एकदम सम्पन्न थियो, तर पनि होइन, तर पनि उहाँले के हो त भन्दाखेरि विभिन्न अब जति चढाए पनि उहाँले अब लगाउने राम्रो खाने राम्रो बस्ने उहाँले कहिले गर्नुहुन्छ। सबै जुन कमजोर मान्छेहरूलाई दान दिनुहुन्थ्यो होइन। के अब कार्यक्रमको विषयमा अलिकति भिन्नता बताउनु मन लाग्यो। भोलिदेखि चाहिँ अलिकता मैले फरक कार्यक्रम राख्नेछु। मेरो संसार चाहिँ मेरो जिउ चाहिँ अलिकता के हो त त्यति अब कमजोर भएको छु होइन जस्तो लाग्यो। अनि अलिकता त्यति अब
हैन अलिकता सन्चो नबस्ला लाग्यो मलाई किन भन्दाखेरि पहिला भन्दा अलिकता बेग्लै नै हैन मेरो यो दिमागमा चाहिँ अलिकता के हल्लेको जस्तो हैन अलिकता कमजोर हैन त्यस्तो अलिकता पहिला मलाई त्यस्तो भएको थिएन अहिले अचानक मलाई त्यस्तो हुनु पुग्यो त्यही कारणले गर्दाखेरि हैन मैले अलिकता आफूले केयर गर्न अलिकता मैले जोगेन भने अलिकता मेरो लागि खतरा होला त्यही कारणले भोलिदेखि कार्यक्रम अलिकता म परिवर्तन गर्न चाहन्छु आज 15 तारिक हो अब भोलि अब 16 तारिक हैन भोलि 16 तारिक चाहिँ अब यसमा विश्राम गर्न चाहन्छु हैन तपाईहरुलाई त अब विश्राम हुन्छ होलिडे तर मलाई चाहिँ त्यस्तो हुँदैन हैन 16 तारिकमा अनि 16 17 तारिक अनि 16 त्यस अब अन्तिम अब 19 तारिकमा म विश्राम गर्न चाहन्छु भोलि प्रवचन छैन पर्सि रहन चाहन्छु निकोर्जी छैन अन्तिम 19 तारिकमा अब यो 3 दिनको दिनमा चाहिँ अब विशेष अब यो प्रवचन छैन हैन म पूजा वन्दना गर्न चाहन्छु किन त भन्दाखेरि अब पूजा वन्दना राख्नुको कारण चाहिँ किन भन्दाखेरि अहिले धेरै संकट हैन युक्रेनलाई धेरै युद्धले गाँजेको छ द्वन्द्वले गाँजेको छ हैन धेरै मान्छेहरु अब खसेको छ धेरै मान्छेलाई पीडामा परेको छ हैन धेरै अब युद्धहरु भइरहेको छ त्यो युद्धले गर्दाखेरि त्यो अब यो युद्ध चाहिँ अब सेलाएन भने शान्त भएन भने यो कारणले गर्दाखेरि अब अर्को देशहरु युद्धमा नउठ्नु अब त्यति होइन रहेछ नि अब अर्को उठ्न सक्ने सम्भावना धेरै खतरा देखियो त्यही कारणले अनि यो युद्धमा अनि विशेष गरी पूजा चाहिँ किन गर्ने भन्दाखेरि यो जुन अब युद्धमा मान्छे खसेको हैन जुन अब खसेको प्राणीहरुलाई चाहिँ अनि उसको लागि प्रार्थना गर्दिन त्यसैगरी अब चीनमा एउटा विमस्थल अब यो खस्यो हैन त्यसमा नि मान्छे धेरै मर्यो हैन तर यो चीनमा अब यो एउटा विमानस्थल खस्यो कसरी खस्यो भन्दाखेरि अब एकदम अचानक हैन अब त्यो भित्र विमानस्थल हुने भित्र भएको मान्छेहरु अब सबै टक्रा टुक्रे किसिमको अब भनौं न के अब देख्नु नसक्ने जुन जमिनमै अब मिल्नु गयो त्यस्तो नराम्रो अब दृश्य एकदम धेरै ठुलो घटना भयो त्यस्तोको लागि पनि हैन अनि हामी 3 दिन अनि यस्तो 3 दिनको समयमा अब हामी पूजा आजा गर्यो भने अत्यन्त राम्रो जस्तो मलाई लाग्यो अब वन्दना के गर्ने मैले निर्णय गरेको छैन हैन अब त्यसको लागि अब त्यो दिनमा चाहिँ अब हामीले जुन अब आकाश हैन आकाश निधि त्यो होपक त्यो गर्यो भने अत्यन्त राम्रो अनि राम्रो जस्तो लाग्यो हैन तर यही नै हो भने निर्णय गरेको त छैन हैन अनि यो गर्यो भने अत्यन्त राम्रो जस्तो मलाई लाग्छ जे भए त भने अलिकता यो कार्यक्रम चाहिँ अलिकता परिवर्तन भएको छ अनि अलिकता प्रवचन गर्ने फेरि पूजा गर्ने फेरि विश्राम गर्ने फेरि अनि त्यसरी गर्ने अनि यसरी गर्नेछु भविष्यमा नि हैन अब एक दिन प्रवचन एक दिन विश्राम यसरी गरेन भने अब गरे भने चाहिँ अब भविष्यमा राम्रो हुन्छ होला मलाई लाग्यो त्यही कारणले यसलाई हामी विश्राम गर्दै गरे भने अत्यन्त मैले पनि जोड दिनु सक्छ अनि जोड दिनु सक्छ होला हैन फेरि मेरो अहिले यो मेरो शरीरमा अलिकता काम राम्रो नगरेको कमजोर भएको हुँदाखेरि मैले धेरै नै फेरि जबरजस्ती गरे भने भविष्यमा मलाई गाह्रो होला त्यही कारणले गर्दाखेरि अनि मेरो ज्यानको कुरा अब हेरेर अनि यसरी म अब जति सक्दो म प्रवचन क्रम रूपमा दिनेछु अनि आजको लागि म यति नै विश्राम गर्न राख्न चाहन्छु र अन्तिमको वन्दना गरी आजको प्रवचन यही नै टुङ्गाउँछु